मेरो टुकटुक भ्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म चाहिँ के भन्न चाहन्छु भने आज चाहिँ मेरो काम भनेको काम मतलब आफ्नो लागि होइन, काम बस्नको लागि जाँदैछु होइन। धरानमा कतिको काम पाउँछ कि पाउँदैन, कतिको सजिलै काम पाउँछ, कस्तो खालको मान्छेलाई राख्छ, कतिको एक्सपिरियन्स चाहिन्छ भनेर चाहिँ होइन हामी चाहिँ अब सोध्नु जाँदैछौँ। त्यसको लागि फलो गर्नु होला मलाई, हामी भिडियो बनाउँदै जाँदैछौँ। धन्यवाद। हामी त्यहाँनिर होइन हल्का रमाइलो पनि गर्छौँ। त्यहाँ अब उनीहरूको के भन्छ पसलको अथवा त्यहाँको सबहरूसँग अब स्टाफहरूसँग कुरा पनि गर्छौँ कस्तो खालको चाहिन्छ, कतिको एक्सपिरियन्स चाहिन्छ भनेर। त्यसको लागि रमाइलो भिडियो रमाइलो हुनेछ, तपाईँहरूले हेर्नु लास्टसम्म हेर्नु नभुल्नु होला। सो अब हामी चाहिँ अब यसो यहाँपट्टि पसलमा छ, त्यहाँ हामी सोध्दैछौँ। स्टाफ त आएको छैन, तपाईँलाई सूचना दिने नै छौँ। तो गाइज हामी चाहिँ अब यहाँ काम गर्न गएको होइन। अब अहिले होइन टक्कै दाजु किन निराश चिसो भएर गाडीमा काट्नु पर्छ। चिसो भएर भन्दा नि यहाँ अब कस्तो अप्ठ्यारो लागेको है, के अप्ठ्यारो लाग्यो हामीलाई, कस्तो अप्ठ्यारो लागेको। अनि उयो काम उयो पसलतिर सोध्नु जाउँ भनेको कस्तो अप्ठ्यारो लागेको। एक ठाउँ सोधेको त्यहाँदेखि कस्तो कस्तो बोल्नु भयो, त्यही भएर अहिले अप्ठ्यारो लागिरहेको छ के भन्छ भनेर नि। छैन हामी चाहिँ अब दुईजना भएर यहाँ धरानतिर बजारतिर काम खोज्नु गएको थियो होइन। काम चाहिँ अहिले चाहिँ छैन रहेछ होइन, अलिपछि भन्नुभयो सबैजनाले। त्यही कारणले हामी चाहिँ अब ठेला खोल्न जाँदैछौँ। सबैजना आइदिनु होला, खाइदिनु होला। त्योभन्दा उपाय त रहेन नि त, ठेला त हान्नु बेला भएछ नि त। ठेला र त्यहाँ फेरि हामीले बल बनाउने हो, फेरि मासुको छोइला सुँगुरको पखेटा होइन, अनि के भन्छ बल भन्छ, अनि के अरे माछाको तिते सारालाई, गङ्गटाको फोक्सो परिकार त तपाईँहरू चिन्ता नगर्नुहोस्, त्यस्तो परिकार बनाउँछु। तपाईँले जिन्दगीमा नदेखेको सेट तपाईँहरू आइदिनु होला। हामी चाहिँ हाम्रो ठेला चाहिँ अब सायद एक हप्ता पछाडि बन्छ होला। ठेला बनाउनको लागि हामी अर्डर दिएछौँ, बनाउँदैछ। अलि डेन्जरै हुन्छ, त्यहाँ डिजे सिजे नि बज्छ। त्यही भएर चाहिँ तपाईँहरू ओपनिङमा चाहिँ बवालै हुन्छ, तपाईँलाई डिस्काउन्ट पनि हुन्छ। कृपया तपाईँहरू चाहिँ ओपनिङको बेलामा चाहिँ मिस नगर्नु होला हाम्रो ठेलाको ओपनिङमा। तपाईँलाई स्पेसल सुँगुरको पखेटा चाहिँ तपाईँको लागि, कृपया नभोलि आउनु होला। एकदमसँगले सुँगुरको पखेटा झट्ट अचार बनाएर होइन, साग दामी तपाईँको लागि ल। फर्स्ट अफ अल त्यस्तो हो होइन। अब धरानमा चाहिँ त्यस्तो अब काम पाउन निकै मुस्किल रहेछ होइन। तपाईँहरू पनि अब आउँदाखेरि पढ्नुको लागि अब यस्तो सेन्टर बस्नुको लागि चाहिँ ठिकै हो धरान, अब राम्रो ठाउँ पनि छ होइन। तर काम चाहिँ अब मरि मुस्किल काम पाउनु चाहिँ। अब हामी चाहिँ अब कति भइसक्यो भने झन्डै अब एक हप्ता जति भइसक्यो हामी चाहिँ होइन काम खोजेको, अनि पाएको छैनौँ भनेपछि यहाँ चाहिँ कामको चाहिँ धेरै अभाव छ धरानमा।
अब गाह्रो नै छ। त्यसलाई अब तपाईँहरू कामको लागि आउनुहुन्छ भने चाहिँ काठमाडौँतिर जानुहोस् या नआउनुहोस्। अब काम पाए पनि नि मुस्किलले पाउँछ, त्यो पनि 8-9 हजारको रुम भाडा तिरेर खानु पनि घिच्नु पनि अब पुग्दैन। त्यहाँ छ कुरो फेरि होइन। अनि अर्को कुरो भनेको यहाँले पहिला त निकै धेरै पानीको समस्या थियो, अहिले त्यो अलि हर्क साम्पाङले गर्दा थोरै समस्या कम भएको छ त्यो पानीको पनि। कोही बेला त अब टोइलेट जाने पानी पनि हुन्थेन। अरे अब म आउँदाखेरि त हर्क साम्पाङ मेयर हुन्थ्यो, उहाँले ल्याएर निकै राम्रो भएको थियो होइन। अब सो त्यस्तै हो होइन। कि हामीले काम गर्नु नजानेको कि सोध्नु नजानेको, धेरै ठाउँ सोधौँ यहाँ पसलतिर, यहाँ पुतल लाइनतिर, तर अब जम्मैले आइडिया चाहिँ छैन होइन। अब केही समयपछि भइहाल्यो भने कन्ट्याक्ट गरौँला भनेर नम्बर राख्नुभएछ। अब हेरौँ होइन। अब सायद हामी अब अघि भनिसक्यो हामीले होइन, हाम्रो प्लानिङ भनेको ठेला खोल्ने प्लानिङ तपाईँहरूले भनिसक्नुभयो। तपाईँलाई अब ओपनिङमा स्वागत छ। ओपनिङमा तपाईँलाई 30% डिस्काउन्ट हुन्छ होइन। सो 30% नभए पनि तपाईँलाई 10% फिक्स डिस्काउन्ट हुन्छ तपाईँहरूलाई। त्यो पनि के भन्छ सुँगुरको पखेटामा फिक्सै 100% मतलब 10% चाहिँ 10% चाहिँ तपाईँलाई निकै छुट हुन्छ पहिलो ओपनिङमा, पहिलो दिनमा। सेकेन्ड दिनमा तपाईँलाई 5% छुट हुन्छ होइन। ठ्याक्कै 1 हप्ता पछाडि हामी खोल्छौँ। खोलेन भने खोलेन, के मतलब हाम्रो मर्जी। अब हामी दिनभरि काम पनि खोज्यौँ गाइस होइन। अनि काम त नपाउने रहेछ नि त नि, यहाँ त धरानमा त गाह्रो रहेछ नि त। अब के हामीले खोज्नु नजानेको होइन। अनि लास्ट उपाय त त्यही ठेला खोल्नु रहेछ नि त मोराहरू। अब ठेला त खोल्नु पऱ्यो नि। त्यहाँनिर अब फेरि हामीले कस्तो परिकार बनाउँछ तपाईँले अघि भनेन, तपाईँले सुन्नु भयो नि। तपाईँहरू आउनुहोस् न, तपाईँलाई यस्तो मिठो खुवाउँछौँ कि ल। तर नुन चक्रो भयो नि अब मिठो छ भन्नु त नभुल्नु, यस्तो भन्नु त नभुल्नु। फेरि मिठै नभयो नि यस्तो भन्नु त नछोड्नु होइन। हामी कोसिस गर्नेछौँ हाम्रो व्यापार चाहिँ फर्स्ट हाउस फुल हाउस भनेर तपाईँहरूले आशीर्वाद दिनु होला, कामना गर्नु होला होइन। अब लास्ट उपाय भने त्यही देखेँ। अब अहिले अब हालैमा हामीको अब बाहिर कन्ट्री पनि जाने प्लानिङ छैन, त्यही भएर त्यो बिजनेसलाई चाहिँ अब हामी अगाडि बढाउँदैछौँ। त्यसबाट राम्रो भयो भने अब के हुन्छ होइन, अलि राम्रै खोलौँला। ठुलो रेस्टुरेन्टतिर नै ताकौँला, अहिले नताकौँ, त्यो सपना नबुनौँ त्यसलाई होइन। तर तपाईँहरूले आइदिनु पऱ्यो गाइस ठेलामा सुँगुरको पखेटा। तर हामी गाइस ठेला किन खोल्नु ठेला? हामी नखोल्ने, त्यत्तिकै गफ हाने क्या मुदाहरू कर। फेरि हामी त्यस्तो खालकोमा चाहिँ अब झापाले नै भनौँला होइन, झापाले ओभर गफ हान्छ नि त। अब यस्तो भनौँला हामी चाहिँ कस्तो खालको मान्छे भने 10 रुपियाँको चिया खायो भने त्यहाँ त साह्रै महँगो रहेछ हौ, 30 रुपियाँ लियो 1 कपको चिया, 1 कप चियाको भनेर गफ हान्ने मान्छे हो तपाईँहरूको। यस्तो हाम्रो हावा गफ नपत्याउनु होला। यो भिडियो इन्टरटेनमेन्टको लागि मात्रै हो, तपाईँहरू इन्टरटेनमेन्टको लागि भनेर सोचेर गर्नु होला, साँच्चैको नपत्याउनु होला होइन। अब तपाईँले अब सुरुमै थाहा पाउनुभयो, अब के भन्छ सुँगुरको पखेटा भन्नु छ तपाईँले अब हावा कुरा भनेर पत्याउनु भयो होइन। फेरि हामी चाहिँ गोजीमा सुक्को झरो कान्छो बाउ मोरो भए पनि करोडको गफ हान्नु चाहिँ छोड्दिनँ हामी। त्यस्तै जहिले त्यस्तै जान्छ, तर पैसा छैन। हान्नु त पायो नि, गफै त हो। सधैँ 2 लाखको त चिया नै खायो होइन, त्यस्तै हो गफ होइन। अब अलि झापा बसेको भएर झापालीको हावाले छुँदैछ मलाई पनि, यतिकै गफै हान्छु। फेरि तपाईँहरूको लागि यस्तै रमाइलो भिडियो हेर्नुको लागि मेरो च्यानललाई टुकटुक भ्लग च्यानललाई तपाईँहरूले सब्सक्राइब गरेर हाम्रो दिनको रुटिनको भिडियो हेर्न चाहनुहुन्छ भने तपाईँले सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट पनि गर्नु नबिर्नु होला।